हेलो हेलो साथीहरू, नमस्ते नमस्ते नमस्ते। फेरि पनि तपाईँहरू माझमा म एउटा नयाँ भिडियो लिएर आइसकेको छु। फास्ट्याग सम्बन्धी पछिल्लो जानकारी लिएर तपाईँहरूमा उपस्थित भइसकेको छु। साथीहरू, के कति फास्ट्याग कामहरू अघि बढ्दै गयो भन्ने विषयमा तपाईँहरूलाई मैले जानकारी गर्न खोजेको हो। विशेष चाहिँ धेरै समय पछाडि तपाईँहरूको माझमा आएको छु। फास्ट्यागको वास्तविक प्रगति के कस्तो छ त्यसको बारेमा तपाईँहरूमा सर जानकारी गराउँछु, हेर्नु होला है त। साथीहरू, यो चाहिँ मकवानपुर जिल्ला बकाई गाउँपालिका वडा 5 अन्तर्गतको राजदमार पावस राजदमार बिचतिर बन्दै गरेको फास्ट्यागको दृश्य हो। तपाईँहरू हेर्न सक्नुहुन्छ, यहाँ 2 लेन छ दायाँ बायाँ। मैले तपाईँहरूलाई अहिले एकपट्टि देखाइरहेको छु। पल्लोपट्टि दाहिनेपट्टि अलिअलि तपाईँ देख्न सक्नुहुन्छ, त्यो चाहिँ पिच हुने बाँकी छ भने यतापट्टिको चाहिँ एक भाग चाहिँ पिच भइसकेको अवस्था छ फास्ट्यागको। साथीहरू, यो हेर्दाखेरि छिट्टै नै फास्ट्यागले चाहिँ मूर्त रूप पाउँछ भन्ने नै हामी आशा गर्न सक्छौँ। केही विभागमा पुलहरू सानसानो पुलहरू पनि बनिसकेको अवस्था छ। ठुल्ठुलो खोलाहरूको मात्रै बाँकी हो। सामान्य खोल्चाहरू खरेहरूको पुलहरू चाहिँ अनुसार बनिसकेको अवस्थाहरू छ। साथीहरू, रुगा पनि लगाइरहेको छ, त्यही भएर भोलि अलि त्यो अलिक अप्ठ्यारो असहज भइरहेको अवस्था नि छ। साथीहरू, माइन्ड नगर होला। मैले अघि पनि भने तपाईँहरू यो पावस राजदमारको एरियामा यस्तो पिच बनेको अवस्था, यसरी यो पानी जाने भूभागहरू पनि निर्माण गरेको अवस्थाहरू छ, हामी हेर्न सक्छौँ। पुलहरू पनि केही भागहरू बनिसकेको अवस्थाहरू छ। यो हेर्दाखेरि हामी फास्ट्याग चाँडै नै बन्नतिर लालायित हो कि भन्ने बुझ्न सक्छौँ। यहाँनिर 4 लेन बाटो, यसमा दुईपट्टि 2 लेन हुन्छ र यसको यतापट्टि चाहिँ यहाँ मोटामोटी पिच भइसकेको अवस्था, उतापट्टि पिच हुने बाइक छ। पल्लोपट्टि अर्को लेन चाहिँ ठुलो छ बाटो। सायद यो बाटो पनि गाडी हिँड्न चाहिँ धेरै सहज हुन्छ होला भन्ने पनि हामीले आशा लिएका छौँ। साथीहरू, यस्तो छ अवस्था, हेर्नु होला। तपाईँ सर र भिडियोमा देख्न सक्नुहुन्छ। मैले पहिला नै भनेको छु, यहाँको कति % प्रगति यताउति यसको वास्तविक तथ्याङ्कहरू मलाई थाहा छैन। मैले मात्र तपाईँहरूलाई फिल्डको दृश्य के कस्तो भइरहेको छ भनेर फिल्डमै तपाईँहरूलाई प्रत्यक्ष उपस्थित भएर प्रत्यक्ष भिडियो खिचेर तपाईँहरू देखाउने कोसिसहरू मात्रै गरिरहेको हो। र यही भिडियोबाट तपाईँहरूले केही न केही अनुमानहरू गर्न सक्छौँ। फास्ट्यागको अवस्था कस्तो छ, के कति बन्दैछ, के कस्तो कामहरू भइरहेको छ भन्ने कुराहरू बुझ्न सक्छौँ। तपाईँहरूले सक्नुहुन्छ। र मलाई यो रुगालाई भएर एकदम बोल्न पनि असहज भइरहेको अवस्था। साथीहरू, तपाईँहरू भिडियो हेरेर केही अनुमानहरू गर्नु होला र केही जानकारीहरू प्राप्त गर्नु होला है त।
साथीहरू पक्कै पनि यहाँले भिडियो हेरि नै हाल्नुभयो होला र भिडियो हेरिसक्नुभएपछि केही यहाँको फास्ट्याग सम्बन्धी पछिल्लो अपडेट पनि यहाँले प्राप्त गर्नुभयो भन्ने मेरो अपेक्षा हो र आगामी दिनमा पनि यस्तो भिडियो लिएर यहाँहरूको माझमा उपस्थित हुनेछु। अहिलेलाई भने यदि यहाँहरू च्यानल नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक सेयर कमेन्ट त छँदैछ सबै यहाँले गर्नुहुन्छ भने अपेक्षा गर्दै यहाँको साथ सपोर्टको अपेक्षा पूर्ण रूपमा आशा गर्दै आगे दिन फेरि भेट्ने बाजा गर्दै अहिले पनि बिताउन चाहन्छु। हस् त नमस्ते बाई, फेरि भेटौँ होला है त, हस्।